नमस्कार साथीहरू। आज म तपाईहरुलाई एउटा जानकारी दिन गइरहेको छु हैन। हामी ल्यापटपबाट हाम्रो घरमा जुन एन्ड्रोइड टिभी रहेको छ, अब त्यसमा हामी स्क्रिन कास्ट कसरी गर्ने त्यो विषयमा आज म तपाईहरुलाई जानकारी दिन चाहन्छु है। हामी प्राय घरमा त एन्ड्रोइड टिभी हुन्छ, तर त्यसमा डिस होम अथवा धेरै यस्ता पैसा तिर्ने हामी इन्टरनेट कनेक्सन लाइभ टिभी हेर्ने जस्ता हामी प्याकेज लिन्छौँ हैन। र वर्षमा महिनामा हामीलाई पैसा नै तिर्नुपर्छ हैन। अब त्योबाट हामी कसरी बचिन्छ हैन। हामी फ्रीमा चाहिँ लाइभ टिभी यस्ता विभिन्न च्यानलहरू कसरी हेर्ने हैन, केही पैसा तिर्नु पर्दैन। यदि तपाईसँग मोबाइल नै छ भने मोबाइलबाट पनि हुन्छ, ल्यापटप छ भने ल्यापटपबाट पनि हुन्छ। तर आज म चाहिँ ल्यापटपको माध्यमबाट हामी एन्ड्रोइड टिभीमा कास्ट लाइभ कसरी गर्ने है, म तपाईलाई अहिले सिकाउँदैछु। सबभन्दा पहिला हामीले त्यो विन्डोमा जानुपर्छ। त्यसपछि यता सेटिङको अप्सन रहेछ हैन, यो सेटिङको अप्सनमा जानुपर्छ। गएपछि सिस्टममा प्रेस गर्नु। सिस्टममा प्रेस गरेपछि यदि यता तपाईँ छिट्टै खोज्नुहुन्छ भने यता सर्च गर्नुपर्छ हैन। तर म यता आइसकेको छ, प्रोजेक्ट टु दिस पिसी भनेको छ हैन। यसलाई प्रेस गर्नु। प्रेस गरेपछि यदि तपाईँको सिस्टममा आएको छैन भने यता चाहिँ एउटा अप्सन छुट्टै आएको हुन्छ हैन। तपाईहरुको ल्यापटपमा अप्सन छुट्टै आएको छ, तर मेरोमा यो सबै आएको छ। मैले इन्स्टलिङ गरेको छु, त्यही भएर यो सबै आएको छ हैन। यो त सबै रेडी भएको छ। अब यो सबै हटाएपछि म क्रोम ब्राउजरलाई मैले खोले। क्रोम ब्राउजर खोलेपछि यता डिस होम गो भनेको एउटा लिङ्क छ। यो लिङ्कमा मैले ओपन गरेँ। ओपन गरेपछि तपाईँ देख्न सक्नुहुन्छ यस्तो एउटा त्यो आउँछ हैन। आएपछि यो टिभी लाइभ हो, सिरिज हो, मुभी हो, होम हो, यस्ता धेरै जस्तो हाम्रो एनपिएल म्याच भइरहेछ नेपालमा हैन, त्यो पनि तपाईँ फ्रीमा देख्न सक्नुहुन्छ हैन। अब हामी यो टिभी लाइभमा गएपछि यो हेर्नुहोस्, हामीलाई यत्रो च्यानल फ्रीमा दिएको छ, कुनै पैसा तिर्नु पर्दैन। हामी फ्रीमा यत्रो च्यानलहरू देख्न सक्छौँ। यो भ्यू अलमा गइदिएपछि यो सबै यो म तपाईलाई भन्न चाहन्छु, यो माथिको यो तपाईँको इन्डियन च्यानल, यो सबै भारतीय च्यानल हो। यो जुन एक्सन स्पोर्ट लेखेको छ नि, यो नेपाली खेलकुदका खेलहरू आउँछ। अनि टुमा पनि नेपाली खेलकुदका खेलहरू आउँछ। यो सबै यो कमेडी जुन छ नि, यो नेपाली च्यानल हो। यो कार्टुनको हो, यो चाइनाको हो हैन। यस्ता अब यो नेपालको हो हैन। अब तपाईलाई रमाइलो टिभी, यो रमाइलो टिभीमा तपाईलाई नेपाली भाषामा इन्डियन सिरियलहरू आउँछ। र हाम्रो जुन रामायण छ, रामायण पनि नेपाली भाषामा तपाईँ मजाले देख्न सक्नुहुन्छ हैन। मैले यो सबै हेराइदियो तपाईलाई। यो सेमोरो टिभी जुन छ नि, त्यसमा इन्डियन सिरियलहरू दिने गर्छ हैन। त्यो पनि एउटा च्यानल आएको छ। यो शुभ सिनेमा हैन, यस्तो पेज 4K यो नेपाली च्यानल हो, खबर दिन्छ। यो जुम म्युजिक, नेपाली म्युजिक हैन। अब हामी ल्यापटपमा त आएको छु, तर ल्यापटपबाट हामी त्यो टिभीमा कसरी कास्ट गर्ने त्यो पनि म तपाईलाई अहिले भनिरहेको छु एकछिन है। जस्तो यो रमाइलो टिभी मैले चलाएँ। यो प्लेमा गर्नुपर्छ क्लिक गरेपछि यो अब एकछिनमा चल्छ हैन। इन्टरनेट स्लो भएको कारणले यस्तो भइरहेको छ हैन। अब यो तपाईँ फुल स्क्रिनमा गर्नु हैन। अब यो चाहिँ कसरी अब स्क्रिन कास्ट गर्ने टिभीमा तपाईले हेर्नु भएको यो मस हैन। यताको बटन थिच्नु, यसरी थिचेपछि तपाईले यता यो आउँछ हैन। अब तपाईँ यता विभिन्न अप्सनहरू आएको छ हैन। यदि यो च्यानलको लिङ्क पनि चाहिन्छ भने यता लिङ्क पनि दिएको हुन्छ हैन। यो क्युआर आउँछ। यो क्युआर माध्यमबाट यो च्यानलको लिङ्क पनि तपाईले मजाले देखाउँछ हैन। अहिले रामायण दिइरहेको छ हैन नेपाली भाषामा। यो
रमाइलो टिभीमा चाहिँ नेपाली भाषामा विभिन्न सिरियलहरू आउँछ, रामायण आउँछ, महाभारत आउँछ हैन। अब स्क्रिन कास्ट कसरी गर्ने, उता चाहिँ मेरो ठुलो टिभी रहेछ हैन, एन्ड्रोइड टिभी रहेछ हैन। अब उता टिभी छ अनि यता ल्यापटप छ। अब तपाईलाई हेराइदिएको छु, माउसको यतापट्टिको बटन थिच्ने, त्यसपछि एउटा यस्तो एउटा यो अप्सन आउँछ। यता कास्ट स्क्रिन कास्ट लेखेको त्यो अप्सन आउँछ हैन। त्यसले क्लिक गरिदिनु। क्लिक गरेपछि माथि तपाईँ देख्न सक्नुहुन्छ हैन, यो माथि एन्ड्रोइड टिभी आएको छ, मेरो एन्ड्रोइड टिभी हो। यसमा क्लिक गरिदिए। क्लिक गरेपछि तपाईँ यताको आवाज बन्द भयो है। अनि मेरो उता चाहिँ गयो है, उता एकछिनमा देखाउँछ। एकछिन अब टिभीको रिमोट कहाँ छ? यो टिभीको रिमोट भयो हैन। अब टिभीको रिमोटमा के गर्नुपर्छ भन्दाखेरि यसलाई ब्याक गरिदिनु। मैले ब्याक गरेँ। अब ब्याक गरेपछि फेरि म एकपटक गर्छु हैन। कास्टमा गएँ अनि एन्ड्रोइड टिभीमा गएँ। अब चाहिँ तपाईँ देख्न सक्नुहुन्छ हैन, तपाईँ देख्न सक्नुहुन्छ रमाइलो टिभी मेरो टिभीमा कास्ट भएको छ हैन। अब यस्तो प्रकारले हामी घरमा बसी फ्री निशुल्कमा हामी विभिन्न च्यानलहरू टिभीमा देख्न सक्छु हैन। अहिले समयमा नि धेरै घरहरूमा परिवारहरूमा हैन त्यो इन्डियन डिसहरू लगाएको हुन्छ हैन। अब इन्डियन डिस लगाउँदाखेरि त्यसमा हिन्दी भाषामा सिरियलहरू दिन्छ। अब हामी फ्रीमा हाम्रो नेपालका विभिन्न कम्पनीहरू फ्रीमा सुविधा दिएको छ भने हामी किन इन्डियन डिस लगाएर हिन्दी भाषामा सिरियलहरू देख्ने हो। अब हिन्दी भाषामा हामी सिरियल देख्यो भने हाम्रो बच्चा नानीहरू त्यही हिन्दी भाषा सिकिन्छ, नेपाली सिक्दैनन्। त्यही भएर भन्न चाहन्छु, यदि इन्डियन जुन भाइरल सिरियलहरू छ भने त्यो हाम्रो रमाइलो टिभीमा आइरहेको छ हैन, नेपाली भाषामा। तपाईहरु यसै गरेर तपाईँ मजाले टिभीहरू तपाईँ देख्न सक्नुहुन्छ है। यो मेरो ल्यापटप भयो र त्यो मेरो टिभी भयो है। र अरू पनि तपाईले देख्न चाहनुहुन्छ भने म तपाईले अरू पनि च्यानलहरू देखाइदिन सक्छु हैन। यो माथि यता गर्नु हैन, यो चाहिँ तपाईको यता चेन्ज हुन्छ हैन। म्युजिक जुन नेपाली म्युजिक दिने गर्छ हैन, यो ल है। अनि पछि म फेरि अर्को एउटा च्यानल देखाउँछु हैन। हेर्नु, म ल्यापटपबाट म युज गरिरहेको छु हैन, त्यही भएर मेरो टिभी स्क्रिनमा गएको छ हैन। अब एकछिन त्यसमा जाने अनि त्यसमा गएपछि अहिले माथि गर्ने अलिकति हैन, त्यसपछि यता आउने। यता आएपछि हैन नेपालको च्यानल लगाउने है, त्यो खबर दिने च्यानल, समाचार दिने। तपाईँ यता क्लिक गर्नु। यता क्लिक गरेपछि तपाईँ प्लेमा क्लिक गर्नु। प्लेमा क्लिक गरेपछि यो मजाले त्यो न्युज च्यानलहरू अहिले समाचार दिइरहेको छ हैन। त्यस्तो गरी तपाईहरु फ्रीमा एनएल र खबर समाचारहरू, यस्ता मुभीहरू, सिरियलहरू, रामायणहरू आफ्नो नेपाली भाषामा युज गर्नु सक्नुहुन्छ, हेर्नु सक्नुहुन्छ। त्यही भएर मेरो भिडियो यदि मन पर्दियो भने भिडियोलाई सब्स्क्राइब र च्यानललाई सब्स्क्राइब, भिडियोलाई यदि मेरो भिडियो तपाईहरुलाई मन पर्यो भने लाइक र सब्स्क्राइब गरी यस्तै भिडियोहरू म तपाईहरुको माझ लिएर आउँछु। धन्यवाद।